धन्यवाद। आजको कार्यक्रम अन्तिम चरणमा समीक्षा भनौँ र आज गरेको गतिविधिको विषयमा फेरि जानकारी भनौँ म उपस्थित भएका छौँ। आजको विषयवस्तु के हो भन्ने कुरा बिहान 9:30 यस पार्टी हलमा सेकेन्ड ह्यान्डको 191औं जन्मदिवसको शुभ अवसरमा गतिविधि भइरहेको हामी सबैले जानकारी छ र यो सबै कार्यक्रमको फेवा टिभीको माध्यमबाट, फेवा टेलिभिजनको फेसबुकको माध्यमबाट र फेवा टेलिभिजनको युट्युबको च्यानलबाट यो सबै कार्यक्रम आउने केही दिनमा टिभीको माध्यमबाट, युट्युबको माध्यमबाट र फेसबुक त तुरुन्तै प्रसारण भइरहेको तपाईँलाई जानकारी गराउन चाहन्छु। यो हाम्रो रेजिङ डेको जब स्थापना हामीले सुरु गऱ्यौँ तबदेखिको हाम्रो यो सोच थियो। यो सोचले हामीले गत वर्षदेखि प्रयास गरेको थियौँ, तर अहिले यो वर्षमा भने पक्कै पनि यो हाम्रो सफलता भएको मैले अनुभूति गरेको छ। अब बिहानदेखि लिएर अहिलेसम्मको गतिविधि भन्नुपर्दा हामीले 9:30 बजे सबै सेकेन्ड ह्यान्ड जिआरको भूमि परिवारलाई यस पार्टी प्लेसमा उपस्थित हुनको लागि आमन्त्रित गरेका थियौँ र सबै सदस्यज्यूहरू सहभागी भएर 11 बजेसम्म आज त्यसपछि हामीले आफ्नो औपचारिक कार्यक्रम सुरु गर्नेको हाम्रो प्रोग्राम थियो र कार्यक्रम 11 बजे सुरु नभइकन 11:20 लगभग सुरु भएको हो र हाम्रो कार्यक्रम 2 बजे सम्पन्न भएपछि खानाको व्यवस्था, त्यसपछि हाम्रो सेकेन्ड सेसनमा हाम्रो रङ्गोरङ कार्यक्रम जो भर्खरै सम्पन्न भयो यो कारबाही गर्नेको हाम्रो उद्देश्य थियो। यस कार्यक्रमको बिचमा हामीले सुरु गऱ्यौँ। डिटेलमा यसको लागि तपाईँहरू जानकारी छ, मैले दोहोऱ्याउन मनसित चाहेन र हाम्रो सबभन्दा ठुलो कुरा बटलाइनको इतिहास जो भिडियोको मार्फत प्रोजेक्टर स्क्रिनमा हामीले हेऱ्यौँ। पल्टनको जन्म 1835 13 अप्रेलमा स्थापना भएको र विभिन्न नाममा परिवर्तन हुँदै 1907 मा गएर सेकेन्ड ह्यान्ड नामाङ्कित भएको हो। त्यो पनि भिडियोमा तपाईँले हेर्नुभयो। त्यसपछि लगातार हामी अहिलेसम्म सेकेन्ड ह्यान्डको परिवारमा छौँ। त्यस कालदेखि लिएर आजको दिनसम्म पल्टनले के उपलब्धि गर्यो, कुन ठाउँमा बस्यौँ र के हामीले लडाइँ लड्यौँ र बहादुरी कमायौँ भन्ने कुराहरू भिडियोबाट स्पष्ट भइसकेको छ, त्यसलाई म दोहोऱ्याउन चाहेन। त्यसपछि हाम्रो पुरा कार्यक्रम यहाँ सुरु भएको। विशेष गरेर आजको कार्यक्रममा म लगायत सम्पूर्ण उपस्थित सेकेन्ड ह्यान्ड परिवारको तर्फबाट सबैले मलाई भनिराखेको छ कि आज धेरैभन्दा धेरै खुसी र आनन्द चाहिँ हाम्रो कल्चर प्रोग्रामले लिएको छ। यसमा म पुनः फेरि कल्चर प्रोग्रामलाई धन्यवाद दिन चाहन्छु। यसै सन्दर्भमा म अघि खानाको समयले गर्दा अलिक विस्तार रूपमा तपाईँहरूसँग कुरा गर्नु पाएन र पल्टनको सिओ साहब हाम्रै छोरा गोर्खामा जन्मिएको उमेश बाबु थापा र उसको ममतामय आमा सीता थापालाई पनि मैले यो प्रोग्राममा निमन्त्रण गरेको थियो, तर उहाँको सिओ साहबको बाबा सुब्दार एक बहादुर थापा साहबको केही दिन अगाडिबाट सानो समस्या शरीरमा स्वास्थ्यमा भएको हुनाले उहाँ यस कार्यक्रममा उपस्थित हुनु नसकेको तपाईँहरूले जानकारी गराउन चाहन्छु र सिओ साहबको आमा र सिओ साहबको बाबाबाट पल्टनलाई शुभकामना पनि व्यक्त गरेको छ। यसै गरी सिओ साहब, उमेश बाबु थापा साहब र एसएम साहब हित कुमार गुरुङको तर्फबाट बिहान 7 बजे तुरुन्तै मलाई फोन आएको थियो। पल्टनलाई र गण्डकी प्रदेशको भूपहरूलाई आज रेजिङ डेमा जब एसेम्ब्ली हुनेछ सबैलाई शुभकामना सुनाइदिनु भनेर भनेको थियो। त्यो सन्देश पनि म तपाईँहरूलाई बताउन चाहेँ। त्यसपछि कर्नल अफ द हेड जिआर जो सेकेन्ड ह्यान्ड जिआरमा ड्रप आएको हो बबिनामा, उहाँ चाहिँ अहिले मेजर जनरल हुनुहुन्छ। कर्नल हेड जिआर
अर्थ हामी सेकेन्ड इयर छौँ, थर्ड इयर, फोर्थ इयर, 5 इयर गरेर 7 इयर्ससम्मको सबै 8 इयरको कमान्डर हो, उसलाई कर्नल 8 इयर भन्छ। हाम्रो पल्टनको एउटा सिओ साहब एउटा छ भने हामी सबै 8 इयरको एउटा कमान्डलाई कर्नल 8 भन्छ। उहाँले चाहिँ कर्नल 8 को कार्यभार सम्हालेको छ र उहाँले चाहिँ मलाई बिहान फोन गरेर एसएम साहब बुको परिवारलाई मेरो रेजिङ डेको शुभकामना भनेर भनेको थियो। त्यो म तपाईँहरूलाई अघि भन्नुमा अघि समय नभएको भन्न पर्छ र अहिले म तपाईँहरूलाई भन्दैछु, शुभकामना सबैले पठाएको छ। पल्टनले रेजिङ डे ठिकठाक मनाओस्, बुढोपाकाले रङ्गरङ गरोस् भनेर 1 केस विस्की र 1 केस रम पनि पठाएको छ। त्यो हामीले अहिले भर्खरै लियौँ। पल्टनले त्यो पनि मैले धन्यवाद भनेको छ। उसले भनेछ कि अहिलेको दसैँमा 25 सेप्टेम्बरमा र अझै आउने अर्को दसैँ र 25 सेप्टेम्बर र अप्रेल पनि भेटाउँछ भने म सबै गण्डकी प्रदेश लगाए पोखरा वरिपरि गोर्खा र काठमाडौँ सबैलाई म पल्टनमा बोलाउँछु, आमन्त्रित गर्छु। साहब तपाईँ गण्डकी प्रदेशको एसएम साहब भएको, अध्यक्ष भएको नाताले मेसेज सम्प्रेषण गरिदिनु भनेर पनि भन्नुभएको छ। तपाईँहरूको लागि यो म भन्न किन चाहेँ भन्दा तपाईँहरू वार्निङमा बस्नुहोस्। पल्टनले बोलायो भने हामी जानुपर्छ, गर्व हो हाम्रो लागि, त्यस्तो मौका पाउँदैनौँ। त्यो माथि हाम्रै छोराले पल्टन कमान्ड गरिराखेको छ, हाम्रै छोरा हो, त्यति बेला झन् हामीलाई धेरै ठुलो गौरव बन्छ। जसले गर्दा हामी सबै जाउँ, तपाईँहरूलाई म अनुरोध गर्छु भन्दै आजको सिड्युलमा फेरि जाउँ। विभिन्न अनुभवी हाम्रो अग्रजहरूले पनि पल्टनको रेजिङ डेको विषयमा कुरा राख्नुभयो र उहाँहरूले पल्टनलाई शुभकामना दिनुभयो र प्रमुख अतिथि आजको 5741 अनिल नाई सुन्दर बलबहादुर गुरुङ साहबको थियो र उहाँले पनि आफ्नो मन्तव्य प्रमुख अतिथिको राखेर जानुभयो र उहाँले तपाईँहरूको सामने 15,000 रुपियाँ हाम्रो संस्थालाई आर्थिक सहयोग पनि गरेर गइसक्नु भएको छ। यसै सिलसिलामा अन्य साहबहरूले पनि सहयोग गरेको छ। तपाईँहरूले यही अगाडि हेरिसक्नुभयो। मञ्चमा आएर उहाँहरूको सम्मानसहित उहाँहरूको आर्थिक रकमको वाचन पनि भइसकेको छ र अहिले पानी पर्ने मौसम हो। बेलुका परेपछि पानी पर्थ्यो, मान्छेले जाने कसरी हो भने साथ दिएको छ मौसमले पनि। आज मौसम क्लियर भएको छ, जसले गर्दा टाढा टाढा भएकोहरू त समय मिलाएर गइसक्यो। हामी यो पोखरामा बसेको मान्छेहरू यहीँ छौँ। तपाईँहरू सबैलाई अहिलेसम्म बसेर यो कार्यक्रमलाई सफल बनाइदिनु भएकोमा र तपाईँहरूले साथ दिनुभएको धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। र यसको डिटेल ब्रिफिङ कुन चाहिँ दिनमा उहाँहरूले टेलिभिजनमा प्रसारण गर्नुहुन्छ, युट्युब त लगातारै आउँछ, उहाँहरूको कुन चाहिँ सर्च कसरी गर्ने हो भन्ने कुरो र फेसबुकमा कहिले आउँछ भन्ने कुरो पनि तपाईँहरूले यहाँको जानकारी गरेर जानुहोस्। र अहिले यहाँ उपस्थित नभएको हाम्रो साथीहरूलाई पनि यो चिज सम्प्रेषण गरौँ र आजको गतिविधि र हामीले जुन उद्देश्यले रेजिङ डे मनाएको थियो त्यो सबै गतिविधि उहाँहरूले हेर्न पाओस् भन्ने म तपाईँहरूसँग अपेक्षा गर्छु र तपाईँहरूले यसमा मद्दत गरोस् भन्ने आशा राखेको छु। र आजको यो फेवा टेलिभिजनलाई यहाँ आएर उहाँको काम, उहाँले के गर्नुपर्ने हो, हामीले के चाहेको हो, सबै चिजको अर्गनाइजेसन हाम्रो सुब्दा दिनबहादुर साहब पल्टनको साहबले, उहाँलाई म के भन्छु भन्दाखेरि पुरा संयोजक उहाँले नै गरेको हो। उहाँले यो कार्यक्रमको लागि ल्याएको हो र उहाँको पनि केही कुरा अधुरो अथवा केही तपाईँहरूले भन्न चाहेको विषय छ भने म उहाँलाई आमन्त्रित गर्छु। र अघि अतुरमा मैले राम्रोसँग सम्बोधन गरिनँ होला, किनभने खाना खानेको अतुरी भएको थियो र सबै अतुरी भइरहेको थियो भने पनि नसुन्ने स्थिति त्यति बेला थियो। सबैलाई रेजिङ डेको पुनः शुभकामना। तपाईँहरूको परिवार, तपाईँहरूको बच्चा, तपाईँहरूको सब परिवारमा दिन दुगुनी रात चौगुनी उन्नति प्रगतिको कामना गर्दै नयाँ वर्ष भोलिदेखि अब 2-3 घन्टापछि नयाँ वर्ष लाग्दैछ। यो वर्षमा तपाईँहरूले आँटेको ताकेको सबै कुरा सफल होस्, सबभन्दा ठुलो कुरा तपाईँहरू निरोगी रहोस् भन्ने कामनाका साथ म यो माइक्रोफोन अझै पनि संयोजक दिनबहादुर राणा साहबलाई दिँदै म यहाँबाट बिदा हुन्छु। धन्यवाद।